हेलो एभ्रिवान, यो चाहिँ मेरो डो हो र म आज तपाईहरुलाई कौरी बनाएर देखाउन गइरहेकी छु। फर्स्टमा डो बनाएर आफ्टर डेट कौरीको सेप दिनुपर्ने हुनुहुन्छ है। एन्ड बिस्तारै साथसाथै मासु पनि कुक गर्नुपर्ने हुन्छ। र मैले आज चाहिँ चिकनको बनाउन गइरहेको छु, तर युजुअली म चाहिँ भेज प्रिफर गर्छु, तर आज अलिकति हल्का गेस्ट भएको कारणले गर्दा चिकन पकाउँदैछु। साथसाथै मैले अचारका लागि टमेटो अनि यसरी कौरीको सेप बनाएर आइसकेको छ र मजाले भुटेर त्यसमा यसरी पानीहरू लाएर इन्ग्रेडियन्टहरू हालेर चाहिँ चिकनमा मजाले यसरी बोइल गर्न गइरहेको छु। अब यो मजाले कुक हुनुपर्छ है, किनभने कुक राम्ररी भएन भने चाहिँ तपाईँलाई बुझ्नु सक्छ नि त। त्यही भएर आज चाहिँ म यसरी मजाले हेर्दाखेरि पनि कस्तो राम्रो देखिरहेछ है, तर यसको चाहिँ खाँदाखेरि झन् दामी थियो साथीहरू। I'm going to make आज म चाहिँ तपाईहरुलाई कौरीको रेसिपी देखाउन गइरहेको छु है।